आदरणीय व्यक्तित्व डाक्टर प्रकाश चन्द्र लोधीज्यूलाई पनि साहित्यबाटै म बोलाउन चाहन्छु। कर्णालीमा पुल बन्दैनन्, बनेका छन् लाभका। कर्णालीमा पुल बन्दैनन्, बनेका छन् लाभका। यो पार्टीमा सिस्टम चलोस् हाम्रा डाक्टर साहबका। यो पार्टीमा सिस्टम चलोस् हाम्रा डाक्टर साहबका। यो देशमा नीति बनोस् हाम्रा डाक्टर साहबका। स्वागत गर्न चाहन्छु यहाँलाई। डाक्टर साहबलाई जोरदार ताली स्वागत। सभापतिज्यू, पार्टीका अध्यक्षज्यू, ध्यासमा बस्नुभएका पार्टीका वरिष्ठ साथीहरू, मान्यज्यू र कर्णाली अञ्चलबाट यहाँ आज आउनुभएका कर्णाली अञ्चलका सबै दाजुभाइ तथा दिदीबहिनीहरू, मलाई चिनाउँदाखेरि चिनाउने हाम्रो जनकजीको राम्रो स्टाइल रहेछ, शैली रहेछ। हरेकलाई एउटा राम्रो कुरा भनिदिने, राम्रो कुरा त आफ्नो राम्रो कुरा त सुन्नु मन लाग्छ नि सबैलाई। राम्रो कुरा भनिदिने बडो राम्रो रहेछ। म पनि उहाँको एउटा भन्ने होइन, कुनै आपत्ति त छैन। यो सुर्खेतको काठो नेता जनक सिंह ठकुरी, यो सुर्खेतको काठो नेता जनक सिंह ठकुरी होस् देशको उज्यालो नेता। शुभकामना मेरो जरुरी। अब उहाँलाई पनि मेरो शुभकामना छ, राम्रो होस् भविष्यमा, मेरो यही शुभकामना छ। साथीहरू, म 2 मिनट जिल्लाको बारे, कर्णाली अञ्चलको अर्थव्यवस्थाको बारे बोल्छु। के भने यो स्याउ उत्पादन गर्ने जिल्ला हो। सबभन्दा बढी स्याउ जुम्लाले नै उत्पादन गर्छ। कर्णाली अञ्चलको कुल स्याउको उत्पादन 31,000 टन हो र नेपालले अहिले 82,000 टन स्याउ बाहिरबाट आयात गर्छ। 50,000 टन स्याउ नेपाललाई पुग्दैन, बाहिरबाट आयात। तर पनि यहाँको किसानले बजार पाउँदैन, राम्रो भाउ पाउँदैन। चाइनिज र इन्डियन स्याउहरूले भाउ पाउँछन्। यहाँ नेपालको किसान, यहाँका किसानहरूले भाउ पाउँदैन। किन त भन्दा मुख्य कन्स्ट्रेन्ट, मुख्य समस्या भनेको बाटोघाटो हो। बाटोघाटोले गर्दाखेरि स्याउ कुहिएर जान्छ। बाटोघाटोले गर्दाखेरि समयमा बेच्न सक्नुहुन्न, अनि तपाईँलाई पर्ता पर्दैन। पर्ता नपरेपछि त्यो स्याउ उमार्ने इच्छा र आकाङ्क्षा पनि घटेर जान्छ। यथार्थ यही हो। बाटोघाटो मात्रै भयो भने त्यसलाई ग्रेडिङ गर्ने, त्यसलाई सफाइ गर्ने, त्यसलाई कोल्ड स्टोरेज गर्ने, त्यसलाई प्याकेजिङ गर्ने कुराहरू आउँदैन। बाटोघाटो भएन। हाम्रो मान्यजीले कति राम्रोसित भन्नुभयो, यथार्थ। अरू कर्णालीमा सधैँ अन्नको समस्या भएको अञ्चल भनेर यसलाई प्रस्तुत गरिन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी सत्तामा हुँदा हामीले यसको समाधानको बजेटमा उपाय लिएर गएका थियौँ। हामीले के भनेका थियौँ? राष्ट्रिय प्रजातन्त्र पार्टीले पेश गरेको बजेटमा के भनेका थियौँ भने कर्णाली अञ्चलमा जे उत्पादन हुन्छ, चामल, गहुँ, कोदो, फापर जे उत्पादन हुन्छ, नेपाल सरकारले डिपो खोलिदिएर पर्ता पर्ने पैसा दिएर त्यहाँबाट उनीहरूसित किन्ने। तपाईँले बेच्ने ठाउँ पाउनुभयो र पर्ता पर्छ भन्ने तपाईँलाई ठेगान भयो भने त तपाईँले उत्पादन बढाइहाल्छ। मान्छेलाई उत्पादन बढाउने के भनिरहनुपर्छ, नाफा हुने गरिदिनु पर्यो। त्यो फापर छ भने त्यो फापरलाई नाफा हुने प्राइस दिएर किनिदिनु पर्यो नेपाल सरकारले। कोदो छ भने कोदो किनिदिनु पर्यो। जनताको हातमा मलाई जति खर्च लागेको छ त्योभन्दा बढी मैले भाउ पाएँ भन्ने भयो भने किसान गरिहाल्छ। यो नीति राष्ट्रिय प्रजातन्त्र
जनता पार्टीले बजेटमा पेश गरेको थियो। म पार्टीको तर्फबाट म अर्थमन्त्री थिएँ, बजेटमा पेश गरेको थियो। तर हामी धेरै वर्ष पाएनौँ। तर जब अग्रगामीहरूले लिनुभयो 2050 सालपछि अग्रगामीहरूले आन्दोलन गरेर लिनुभयो, उहाँले सबै कुरा बिर्सिनुभयो। अहिलेसम्म कर्णाली अञ्चल जो नेपालको सबभन्दा धनी प्रदेश हुनसक्छ, अञ्चल होइन प्रदेश, धनी हुनसक्छ, आज सधैँ अरूको मुख ताक्नुपर्ने गरिब भएर बस्नु परेको। 5 वर्षमा हामी कायापलट गर्न सक्छौँ। हामीलाई थाहा छ। काम गरेपछि जनतालाई फाइदा हुन्छ भन्ने वातावरण दिलाइदिनुहोस्, जनताले काम गर्छ। नभए यत्रा समय स्याउको खेती गरेर अझ पनि चीन र भारतबाट स्याउ ल्याउनु पर्ने हाम्रो लागि लाजको कुरो होइन। किन हामी उत्पादन बढाउन सकिरहेको छैन? किन प्रेरणा दिन सकिरहेको छैन? मित्रहरू, यो सोध्ने कसैलाई समय छैन। यो आजको यथार्थ छ। तपाईँहरूले एउटा काम गर्ने युवा मान्ने पाउनुभएको छ। उहाँले यी प्रश्नहरूमा आवाज उठाइरहनु पर्छ। मित्रहरू, अब म तपाईँहरूलाई अर्को कुरा भन्छु। यो देशमा अहिले एउटा नयाँ तरङ्ग आएको छ, नयाँ तरङ्गै आएको छ। मैले एकजना 12 बुँदेमा सबभन्दा भूमिका खेल्ने एकजना पार्टीका चाहिँ साथीले भनेको थिइन्, अब राजाले यसरी बोलेर हिँड्ने हो भने राजाले हामी लगेर तल ठेगान लगाइदिन्छौँ भनेर भनेको थियो। देखाउनु ठेगान लगाएर हामी देखाउँछौँ तपाईँहरूलाई के हुन्छ भनेर। के कागजको मान्छे थाम्नु भएको छ हामीलाई? विदेशीको इसारामा गरेको 12 बुँदे, विदेशीले भनेर गरिएको 12 बुँदे, विदेशीको एजेन्ट भएर गर्नुभएको 12 बुँदे। त्यसमा नवीन समझदारी हामी नेपालका सबै शक्तिहरू मिलेर, सबै दलहरू मिलेर नेपालीले अब एउटा नयाँ समझदारी गर्नु छ। त्यो दिशामा हामी जाउँ भनेर राजाले त्यतापट्टि इङ्गित गर्दाखेरि त्यसलाई जुन किसिमबाट अपहेलना गर्न खोजिएको छ, बेइज्जत गर्न खोजिएको छ, त्यो नेपाली जनताले सहँदैन। के तपाईँहरू सहन तयार हुनुहुन्छ? त्यो कुरा सहँदैन। मित्रहरू, त्यसैले म हाम्रा अरू पार्टीका साथीहरूलाई पनि भन्छु, तपाईँहरू बोल्ने अगाडि कसलाई कहाँ झालघाल हाल्ने भनेर यस्ता कुराहरू नगर्नुहोस्। हामी सबै बसेर कसरी त्यसको समस्या समाधान गर्ने, सबैजना मिलेर यो राष्ट्रलाई कसरी बनाउने, त्यतापट्टि आफ्नो मगज लगाउनु। मित्रहरू, मैले तरङ्गको कुरा भने किन तरङ्ग आयो? के तरङ्ग आयो? एउटा राजाले एउटा एक लाइन बोलेको छ त्यो पोखरामा, कि तपाईँहरूले मलाई साथ दिनु भनेर बोलेको छ, त्यति। किन यो तरङ्ग आयो त? तपाईँले देख्नुभयो होला काठमाडौँमा। मेरो त फेरि बोलेपछि अलिक पानी हुन्छ, टाइम पनि लेखिहाल्छु। काठमाडौँमा तपाईँले देख्नुभयो होला, जुलुस देख्नुभयो होला, लाखौँ लाख मान्छे थिए। मेरो जिन्दगीमा म अहिले तन्नेरी छैन, अलिक बुढै भइसकेँ है। मेरो जिन्दगीमा अहिलेसम्म मैले त्यति मान्छे कुनै जुलुसमा देखेको छ, कहिले देखेको छ? त्यस्तो एउटा विशाल। त्यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बुढाहरूको पार्टी भनेर भन्थे। त्यहाँ 90% मान्छे युवाहरू थिए। त्यहाँ सबै पीडा बोकेर यो देशमा हामीले ठाउँ नपाउने भयौँ भनेर आवाज दिन आएका युवाहरू थिए राष्ट्रिय प्रजातन्त्र। मित्रहरू, यो तरङ्ग किन आयो भने जसलाई हामीले सेवा गर्न भनेर पठाएका थियौँ, मत दिएर पठाएका थियौँ, जसलाई हामीले सेवा गर्न भनेर पठाएका छन्, तिनीहरूले नै नेपाली जनतालाई शोषण गर्यो। जसले हामीलाई हाम्रो राम्रो काम गर है, तिमीले मेरो लागि, मेरो घरको लागि, मेरो परिवारको लागि, मेरो रोजगारीको लागि, मेरो गरिबीबाट उन्मुक्तिको लागि मलाई सहयोग गर है भनेर जसलाई हामीले रोजेर पठाएका थियौँ, तिनीहरूले उल्टो शोषण गरे। यथार्थ त्यति हो। शोषणको अनेक प्रक्रियाहरू हुन्छ। जनताको हितमा काम गरेनन्,
जनताको हितमा काम गरेनन्, राष्ट्रको स्वाभिमानलाई गिराए। नेपालको पासपोर्ट लिएर तपाईँ जानुहोस् अहिले संसारमा नेपालको पासपोर्ट लिएर जानु भने सबभन्दा कम शक्तिशाली पासपोर्ट छ नेपाल भनेर भन्ने बित्तिकै इमिग्रेसनले तपाईँ पासपोर्ट लिएर जानुभयो भने हेर्दा तपाईँ भन्नुभएको नेपालको बेइज्जत गरेर किसान र मजदुरको हित गर्छु भनेका थिए। किसान र मजदुरको हित भएको छ, बस समयमा मल पाएको छ, बिउ पाएको छ, जति पाउनु भएको छ तपाईँले ऋण पाएको छ भने त्यो कसले पाएको छ भने पार्टीका भारदारहरूले पाएका छ, पार्टीका ठालुहरूले पाएका छ, साधारण किसानले पाएका छ, मजदुरले पाएका छ। बेरोजगारी रोजगारी दिलाउँछु भनेर भनेका थिए। के हो रोजगारी भनेको? यो देशमा बुढा र बालक मात्र राख्ने अरू सबैलाई बाहिर पठाइदिने, त्यही रोजगारी भनेको। यो देशलाई रित्तो बनाउने युवाहरूबाट यो सुन्दर देशमा बस्न नपाउने अनि देशमा ठिक सरकार दिन्छ भने ठिक सरकार दिएको छ। अब शेरबहादुरजी धोती फेरेर बसिराख्नु भएको छ, म कहिले चौकामा जाने हो, खाल्न म खाने, कहिले खान जाने बसिरहेका छन्। ए तेरो समय सकिल्ला मलाई दे है फेरि भनेर बसिरहेको, अनि अर्को चाहिँ त खान पाउँदैन म मिलाउँछु भनेर अर्को बसिरहेको छ। यही हो ठिक सरकार भनेको। नेपालीको नाममा शोषण भनेको यही हो मित्रहरू। त्यसैले भ्रष्टाचारलाई यिनीहरूले जीवन पद्धति बनाए। चप्पल छापबाट महल छाप भए, चप्पल छाप भएर आएका थिए यिनीहरू, महलमा बसेका छन्। अहिले हेर्नु कत्रो स्टाइल छ, त्यो बेलुका त हुस्की नभइकन हुँदै हुँदैन।